सो हेलो गाइज वेलकम ब्याक अगेन टु द न्यू भिडियो। सो आजको भिडियोमा हामी जाँदैछौँ लमजुङको घले गाउँमा है। सो एकदमै बिहान भइसकेको छ, बिहान चट्ट के भन्छ यो कपडा सपडा लगाएर रेडी भइसक्यौँ। अब चाहिँ चट्ट लाएर हामी यहाँबाट निक्लिन्छौँ घले गाउँको लागि लमजुङ। पानीले अलिकति नपर्ला जस्तो छ, तर साथ दिन्छ कि दिँदैन थाहा भएन, तर भिजेर भए पनि घुमेर त आउने हो है। सो भ्लग एकदमै राम्रो हुनेवाला छ, मोटर भ्लग हल्का क्लिप हाल्नेवाला छ किनभने त माइक साइक मिलेकै छैन अझै पनि। सो हाम्रो जे जति छ यही क्यामेरा र यो स्टिक छ, यहीबाट हानिदिने त अनि होइन त्यही हो। अनि हल्का हल्का बाटोमा के कस्तो छ हेरिन्छ, अनि ठ्याक्क सिधै गइन्छ लमजुङको घले गाउँ। अनि घुमेर अब साँझै त फर्किने होला है। सो सबजनाले अहिलेसम्म जतिले पनि नयाँ आउनु भएको छ अनि अभियसली सब्सक्राइब गर्न नबिर्सिनु होला र पुरानो हुनुहुन्छ भने आफ्नो साथीलाई सेयर गरिदिनु होला कि। सो हामीले बाइक चाहिँ तानिसक्यौँ। ओइ साला फेरि यस मौसम चाहिँ आज एकदमै बवाल भएको छ होइन। हामी विदाउट माइक आज भ्लग बनाउँदैछौँ, त्यो पनि हाम्रो बाइकमा होइन त गाइस। एन्ड सिनेरीहरू त बवाल आउँदो रहेछ। यत्तिकै पनि कस्तो बवाल आएको यार, कसम कस्तो हेरिराख्नु जस्तो लाग्यो कि आफ्नै भिडियो पनि यार होइन। बट त्यही हो, अहिले चाहिँ अलिकति प्रब्लम भनेको हामीलाई हाम्रो माइकमा हो। त्यो माइक पनि हाम्रो अब इन्स्टलेसन भएको थियो। माइकलाई नै यार 20-30 हजार 30,000 यार डिजिआईको माइक, भगवान् कसम एउटा गोप्रो आउँछ यार त्यतिमा त। हामी चाहिँ फाइनली हाम्रो यो कुन ठाउँ रे, आकाशे पुल होइन, आकाशे पुलमा आइसक्यौँ सिर्जना चोक। अनि अब यहाँ ट्राफिक रुल अनुसार त अब फलो त गर्नै पर्यो। अझै 31 सेकेन्ड कुर्नुपर्छ यार, टाइमै गाह्रो छ जिन्दगी नेपालमा यार। त्यो हेर न, त्यो मान्छे गइदियो ल देख्यौ केटा हो त्यो मान्छेको एकैसम्म यहाँ कुर्यो अनि त्यसपछि ट्राफिक देखेन हिँड्थ्यो कि हालत खराब हुने भयो, हालत खराब। अब हामी खास निक्लेको भनेको लमजुङ घले गाउँतिर घुम्न जाऊँ भनेर निक्लेको। अब मौसमको विभाग अनुसार 3 दिन भारी बर्खा हुने भनेको छ। अब त 3 दिन भारी बर्खा भनेपछि आधैबाट हुन्छ, अगाडि मौसम हेऱ्यो पुरा पानी पर्ला जस्तो भयो, बिचमा पर्यो भन्ने तनाव हेरे केटा हो, पुरै तनाव। यो लमजुङ जाने बाटो यही हो, लमजुङ जाने बाटो। हालत यस्तो छ पुरै यो बाइकको कामै रहेछ, यो पछाडि त यस्तो पुरै फाल्दो रहेछ यार। फाइनली गाइस हामी चाहिँ अब यता के अरे माझीकुनाको रोडतिर आइसक्यौँ। पुरा पानी परिरहेको रहेछ यतातिर, सिमसिम पानी भयो भने आफ्नो सेफ्टी त गर्नु पर्यो। त्यहाँबाट चाहिँ रेनकोट सेनकोट ओरेर ल्याम्म लाएर बसिसक्यौँ हामीहरू दुईजना बुढाबुढी। सो गाइस हामी जाँदैछौँ बाटोमै जाँदैछौँ। यस्तो टर्निङ बाटो रहेछ है, डेन्जरै खतम यार। खतम भन्नाले नि रोड त ओभर दामी, हेर्नु यस्तो रोड त एकदमै राम्रो लाग्यो कि, बट टर्निङ धेरै छ क्या। अनि यस्तोमा त अब तराई टाइपमा हिँड्दा अब 100 किलोमिटर हिँड्दा र अनि अब हाम्रो पाहाडहरूमा 100 किलोमिटर हिँड्दामा त यो धेरै लामो लाग्छ नि त। फेरि टर्निङ आयो यस्तो छ होला, यो टर्निङमा अब सोलो गर्ने पऱ्यो, रेस नै समात्दैन बाइकले। यस्तो ठाउँ छ यार, साँच्चै यही बाटो हो कि होइन, गुगलले त ल्याउन त ल्यायो हेर होइन, तर बाटो चाहिँ यो हो कि होइन भन्ने कुरो हो कि। अझ यस्तो बाटो छ, अब यहाँबाट जाँदा नि त्यो नगाएर जानुपर्छ होइन केटा। यो के हो यो साँच्चै यस्तै नै हो गाउँको होइन, गाउँको बाटो हुन त फेरि यस्तो नै हुन्छ कि। तर हेर त यो ठाउँ, यो अरे यस्तो बाटो जाने हो त साँच्चै, यही नै हो त बाटो। अरे अरे यस्तो छ हालत यार, आम्मामा त्यो पानीबाट ल्याउँदा मलाई थाहा कस्तो भयो। बाका यार दुइटै जुत्तैभरि पानी भइसक्यो। यहाँनिर मात्र रहेछ बिग्रेको बाटो, नत्र यहाँ त रोड छ त्यही। यो साला यो नेताहरू राम्रो बना तेरीमा गदाहरू, यत्रो दुःख गरेर बल्ल हामी अझै कुन ठाउँमा रे हो, भोटे ओडार भन्ने ठाउँमा पुग्यौँ। अब यहाँबाट नै अझै 45-46 किलोमिटर टाढा छ यहाँबाट घले गाउँ 42। है बाटो चाहिँ जियोस् कडा छ, अझै फेरि मौसम फेरि पानी पर्ला जस्तो गरिसक्यो। अनि अब त्यही त हो नि मौसम, हाम्रो नेपालको मौसम। अब नेपालमा पनि पोखराको मौसम त यस्तै हो, जहाँनिर पायो त्यहाँनिर यो कुकुर र यो मौसम भनेको त्यही हो कि। कुकुरले पनि जहाँ पायो त्यहीँ मुटिन्छ, मौसमले पनि जहाँ पायो त्यहीँ बसिदिन्छ। पानी एकदमै ठुलो परेको छ, हेर्न सक्नुहुन्छ अगाडिपट्टिको साइडमा। अनि यसै गरी हाम्रो च्यान्डी गेमिङ अगाडि बढ्दै हाम्रो बाइकमा, अनि यसै गरी गोल हुने सम्भावना अलिकति नजिकै रहेको छ, पानी परिराखेको छ। ए भगवान् बचाले देवा, बाइक चलाउने अगाडि यस्तो भिजिसकेमा अब यो रेनकोट पनि अलिकति सस्ता वास्ता रेनकोट हो। ओहो
यस्तो छ हालत। मलाई त सही किन हो यार, गाउँले जीवन यस्तो मजा लाग्छ नि। आहा ढेँडोको भात केको भात हो त? ए चामलको, अनि ढिँडो के हो त? भात होइन र? ए म त ढिँडोको भात भन्थेँ यार। साइड ए गाइस हामी फाइनली झर्नामा आइसक्यौँ, हेर्न सक्नुहुन्छ। ओए कस्तो दामी झर्ना है। आहा कस्तो दामी झर्ना हो हजुर। घाम पानी यता घाम पानी स्यालोको बिहे कुकुरा जन्ती बिरालो बाहुनाले छोएको कसैले नखाउँ। अगाडिपट्टि हेर्न सक्नुहुन्छ क्या दामी हाइड्रो पावर जस्तो लागिरहेको मलाई चाहिँ। होइन हाइड्रो पावर होइन, पावर हाउस हो। पावर हाउस भन्छ, हाइड्रो पावर होइन। हाइड्रो पावर त फ्लो हुन्छ त, हामी चाहिँ पावर हाउस हेर्न सक्नुहुन्छ कस्तो दामी। ए त्यो तलको यहाँबाट देखिँदैन होइन। म चाहिँ अगाडिको मौसम हेर्नु न। आहा कस्तो दामी। परतिर त पुरा घाम लागेको छ, मस्त आनन्द चिल्याक्स पारामा घाम लागेको छ है। दामी ठुलो रहेछ त है, बेसी सहर पनि बहुत ठुलो। अगाडि हेर्नु त कस्तो दामी देखेको। यति कतै हुनु पर्यो बेसी सहर भएपछि। यस्तो बाटो छ तर एकदमै राम्रो, सानो चिटिक्क परेको बाटो रहेछ। जे होस् रमाइलो छ बाटो चाहिँ। हेर्नु न यति सानो छ। साँच्चै यही नै हो र? ठाउँ भने घले गाउँ एकदमै राम्रो, बाटो भने साला यो के हो यार। यो अलिकति राम्रो बाटो कहिले बन्ने हो? घले गाउँ त नाम त यार मैले त कति क्लासमा पढ्दा सुन्थेँ यार। पहिले सुन्थेँ घले गाउँ भन्ने। म अहिले 22 वर्ष भएँ, सायद 15 वर्षमा सुनेको चाहिँ घले गाउँ। हो यो 22 वर्ष भने त 12 वर्षसम्म के रोड बनाएन छन् त? फाइनल्ली गाइस, फाइनल्ली साला चिल्लो रोड देख्न पाइयो यार। एकछिन बसेर सुतौँ है। खुक्का माछाला स्क्याम हान्यो खातेको बान, स्क्यामै हानिदियो यार। यस्तो खुसी भइरहेको थियो यार, यहाँ राम्रो बाटो छ। खुक्का मुला मेरो चाका दुख्यो हजुर सिरानी ल्याइदेऊ भने जस्तो यहाँ भइसक्यो चाक गलेर। अनि यतातिर हेर्नु ल्यान्डस्लाइड डेन्जरै भएको रहेछ है। कस्तो डुङ्गा छ यो त, मेरो तिर्पल छ होला यार। ऊ त तिमीलाई टक्लो भन्थ्यो नि, ऊ त त्यहाँ हो क्या त ल्यान्डस्लाइड गएको। फाइनली केटा हो, फाइनली हामी आइपुग्यौँ नेपालको बाटोमा। ओए बाइक फस्यो। अरे यस्तो छ घले गाउँ ठाउँ नराम्रो होइन, घले गाउँ ठाउँ एकदमै राम्रो हो कि यो बाटो साला। के विधि हो यो, के विधि हो? ल भयो त न, यहाँबाट त कट्छ होला। टक उदो टक जोते जस्तै त भइरहेको होइन। अब के गर्ने त केटा होइन, सोचिला होला हौ स्यान्डीले किन टक गर्यो। अब हलो जोते जस्तो छ, त्यो खेतबारीमा बाइक चलाएको जस्तो छ। अनि के गर्नु त है? ठाउँ राम्रो नराम्रो होइन, तर यो बाटो हेर न, यो बाटो मान्छेको त अर्को पनि होला गाँसहरू। अनि है त्यसै लगाइरहेको कि अर्को बाटो छ साला। अर्को बाटो रहेछ भने मैले त त्यहाँका चलाएको मान्छेलाई गाली गर्छु। यही बाटो भन्थ्यो होइन, गले गाउँ जाने बाटो। यस्तो छ हालत, झन्नै झर्ना यस्तो राम्रो झर्ना रहेछ यहाँ। आखै नि यो झर्नाले गर्दा पनि हेरेर अलिकति यहाँ पिच बनाएको छ कि, किनभने झर्नाको पानीले अब न त फेरि अर्को झर्ना पनि झरनाको चिसो पानीलाई बल्ल पो भनेको जस्तो ठाउँ आयो यार। रोड कम तनाव छ त्यहाँबाट हिमालसम्म उभिन, दिमाग खराब भइसक्यो। मान्छेहरू कसरी आउँछन् होला यार यस्तो ठाउँमा यार। फेरि हामी अब ढले गाउँतिर लाग्यौँ। अब यो ढले गाउँ बाटो, अघिसम्म घले गाउँको बाटो, अहिले ढले गाउँको बाटो। अब यस्तो छ हेर्नु न, ढले गाउँको बाटो यस्तो बाटो नि जान्छन् त ल मान्छेहरू। हेर्नु त यो बाटो हेर्नु न, कसम यार। के बरै सालको पातो यस्तो बाटो के गर्ने होला, नेपालको बाटो यस्तै छ। हामी आएको घले गाउँ घुम्नलाई। हजुर घले गाउँ हो कि थले गाउँको बाटो यस्तो। म त डर लाग्यो। सिट नानी पर्दैन चलिहाल्छु। के गर्नु त अब, खातेको पानी आएको नेताहरू सब साला फटाहरू यस्तै छन्। यस्तो छ कि बाटो यस्तो। अब यहाँबाट अलिकति मिस्टेक भयो भने हेर्नु त तल भिर यस्तो छ। अनि यस्तो बाटोमा अब हेर्नु न मजाले यहाँ तारबार गरे हुन्न। हालत यार कसम, हालत हेर्नु गाइज।
म जिन्दगी आउँदिनँ अब यो घले गाउँ स्किम आँखा ए भगवान् त तल मैले बाटो चाहिँ खाएन अझै हात हेर्नु रातो हेर्नु यस्तो भइसक्यो रातो सो ह्यान्डलिङ गर्दा गर्दा के खै यस्तो जिन्दगी छ यार त्यहाँ त फेरि पिच रोड छ त पिच रोड थिएन जस्तो लाग्यो मलाई ए हेर नि यो बाटो हेर नि त्यो बाटो कसरी हाल्छन् होला कि ए भगवान् पर्दैन यस्तो त साला झले गाउँ हो कि झले गाउँ हो यस्तो काटेको दिमाग खराब यार हालत यार खै ल्याउँछ सो गाइज फाइनली हामी घले गाउँ पुग्यौँ चाकको हालत ओभर नै खतम डेन्जरै खतम बाटो रहेछ कि यार घले गाउँको त ओभर मलाई त यार उयो सर्पो छ कि अब यहाँ पुवाल त पुवालै जस्तो छ सर्पो त हो होइन होला ए हो र होइन होला हो केटा बाटो चाहिँ तर भने नि ठाउँ चाहिँ राम्रो हो नराम्रो होइन ठाउँ चाहिँ राम्रो हो घले गाउँ बट यहाँको बाटो सो हेरे यु क्यान सी एन्ड म हजुरलाई अगाडिको बाटो देखाइदिन्छु ओए घले गाउँ दिस इज घले गाउँ हेर्न सक्नुहुन्छ यो हामी चाहिँ अहिले घले गाउँमा छौँ एन्ड पोइन्टको जेब त अलि राम्रै लगाएको छु जस्तो लाग्छ एन्ड अब चाहिँ हामी यताबाट अलिकति अगाडितिर जान्छौँ पुरै रुजेछु कि भुतुकै भएको छु म त रुजेर खतमै छ नि त अहिले त मेरो हालत भेडाहरू टक्क करान गाउँको भाइब्स चाहिँ मजा छ जे होस् रमाइलो छ होइन त्यही यो अलिकति प्रब्लम भनेको हाम्रो यहाँ बाटोको छ एकदम खतम भन्दा नि ओभर नै खतम छ यहाँको सरकारहरूले बनाउँदैन अलि यसो बजेट छैन हाम्रो सरकारै छैन गाउँले मात्रै छ नै गाउँको भयो भने गाउँपालिका होइन र यो गाउँपालिका छैन र यहाँ गाउँपालिका छ गाउँपालिकाले बनाउँदै पानीले बिगार्दै नै गाउँपालिकाको त राम्रो छ कि उता नगरपालिका होइन तलपट्टि उता त खतमै रहेछ कि उता नगरपालिका त्यो त अब नगरपालिकासँगै सोध्नुपर्छ गाउँपालिकाले त अलिअलि बनाएको त्यही त गाउँपालिकाको त माथि हल्का राम्रो छ कि रोडहरू सबै रहेछ बर्खा लागेर नगरपालिका त ओभरै खतम माथिबाट नि आउने तलबाट नि भत्काउने गरेर अलिअलि खतमै रहेछ तर तै पनि बर्खामा भए पनि त्यस्तो खतम ओभर नै खतम लागिरहेको छ कि मलाई त होइन त्यति चाहिँ खतम नहुनु पर्ने हो तल हिँड्ने कि माथि जाने भन्ने हो म त माथितिरै राम्रो यतातिर हेर्नु सक्नुहुन्छ कस्तो दामी छ अगाडिको मैले हजुरहरूलाई हल्का ठाउँ देखाउँछु होइन सो हियर यु क्यान सी मेरो जुत्ताको त हालत हेर त यस्तो जुत्ता भइसक्यो एन्ड हाइट एउटा ठाउँ चाहिँ ओभर नै दामी घले गाउँ होइन म त ढले गाउँ जस्तो छ ठाउँ चाहिँ यस्तो दामी के हाइट यो बाटोहरू हेर्नु कस्तो राम्रो बाटो हो अरे सुत्दिम कस्तो राम्रो बाटो हेर्नु त भ्यू हेर्नु भ्यू रक्सी खाएर बाटो यहाँ ग्रिनेरी ल्यान्ड ओ माई गड वाट द गाइज यहाँ चाहिँ भर्खरै हामी अब माथिपट्टि चढ्न लाग्यो चढाइ छ यहाँ झरै छ अनि चाहिँ हेर्न सक्नुहुन्छ यो हाम्रो जस गिम्बल लामो छ होइन राम्रो माथिपट्टिबाट खतरा भ्लग दिन मिल्छ कि अनि यतातिरको साइडहरू हेर्न सक्नुहुन्छ ओए अगाडि चाहिँ दामी भ्यू आइरहेको छ है सो अगाडितिरको हेर्न सक्नुहुन्छ भ्यूहरू ओए होइन यति भयो नि धेरै राम्रो रमाइलो छ हुसु लाग्यो हेर्नु त यो यस्तो छ हालत यस्तो हालत त नि अलिकति गाह्रै हुन्छ हो ल हिँडिहाल यहाँ माथि अलिक छिटो हिँड है बुढी किनभने बेलुङमा निक्लिनु छ हामीले पुरा हुसु लागिसक्यो त्यो ठाउँ होइन त हालत यस्तो छ अब यस्तो ठाउँमा गाह्रो हुँदैन प्लान हेर्ने यस्तो राम्रो भ्यू हेर्ने प्लान थियो लास्टमा त केही पनि छैन यहाँ जियोस् बगैँचाहरू रहेछ तर फुलहरू चाहिँ एकदम राम्रो रहेछ है यहाँनिरको यो फुलहरू चाहिँ एकदम दामी छ सो अलिकति हजुरहरूलाई अगाडिपट्टि देखाइदिनु मैले ल हेर्नु सक्नुहुन्छ यस्तो मजाले यता माथितिर हेर्नु माथितिर पुरै हुसुला खायो यतातिर यस्तो छ हालत सो गाइज हामी चाहिँ अहिले त्यो त्यत्रो ठुलो पाहाड कटेर चाहिँ आइसक्यौँ यो बिचको टाइममा चाहिँ मैले पुरै यो स्टोरेज चाहिँ फुल भएर
जान्छ स्टोरेज नै फुल भएर अलिकति तनाव भएर त्यो गरेको थियौँ। त्यो यतातिर हेर्न सक्नुहुन्छ खतरा नै यहाँ पुरा झर्ना रहेछ। अब चाहिँ हामी यहाँबाट निक्लिन्छौँ अगाडि। फाइनली यस्तो ट्र्याकको हालत र यो बडीको हालत त भनि नसक्नु चाहिँ यस्तो खतम भइसक्यो। हामी चाहिँ अहिले सुन्दर बजार पुग्यौँ होइन बुढी? सुन्दर बजार भर्खर हामी सुन्दर बजार छौँ। यस्तो फाइनली गाइज हामीले चाहिँ अब यहाँनिर नास्ता खायौँ। यो कुन ठाउँ रे? खत्री ठाँटी। अघि हामी खत्री पाठी भन्दै सोध्दै आएको, अनि यो त लास्ट त खत्री ठाँटी पो रहेछ होइन? अनि अब नेटा हुँदै कता फेटा हुँदै जाने रहेछ। आजको दिन एकदमै खराब भयो यार हाम्रो नै। खराब त के भन्नु कि आजको दिन एकदमै डेन्जरै भयो भनौँ न। सो फाइनली गाइज पुरा राति भइसक्यो भने अब यहाँ चाहिँ अलिकति देखाउँछ कि देखाउँदैन, बट अहिले चाहिँ अलिकति रात नै परिसकेको छ। अनि अहिले चाहिँ हामी कता नेटा हो कि कता भन्ने ठाउँतिर नेटा हो कि नेटा भन्ने ठाउँतिर आइपुग्नु। सो गाइज भर्खर हामी भोरले टार पुग्यौँ। यति बेला रातिको कति 7:30 भयो। कति भयो होला अहिले? 7:45 भएछ। यो चाहिँ होइन, अनि 7:45 भयो भर्खरै हामी भोरले टार पुगेछौँ यहाँ। सो गाइज हजुरहरूले देख्नु भएको छ कि देख्नु भएको छैन, बट यो यस्तो हुस्सु टाइपले लाग्यो कि ठाउँको ठाउँ नै राम्रोसँग देखिरहेको छैन कि यस्तो ओभर बल हेर्नु न यो हुस्सु। तर डेन्जर हुस्सु छ यतातिर, बाटो नै डेन्जर। तर मलाई त आउँदा बोच्नु एकदम छिटो लागेको छ, बट यो जाँदाको टाइम चाहिँ एकदमै ढिलो लागेको छ है। फाइनली गाइज हामी बेगनास आइपुग्यौँ यति राति। एन्ड अब बेगनासबाट हाम्रो भनौँ न माझीगुनाको राइड हल्का यहाँबाट यही माझीगुना त यही नै हो, बेगनासको खास उतापट्टिको ताल हो नि त। सो हामी अब उतापट्टि पुग्दा अझै जङ्गल टाइपको छ, त्यसलाई नि जङ्गल त होइन। फाइनली चाहिँ हामी हाम्रो बेगनास तालको भर्खरै छेउछाउमा पुग्यौँ। हेर्न सक्नुहुन्छ यस्तो राति। आजको राइड त एकदमै नसोचेको डेन्जर भएको छ। बल्ल हामी यता तालचोक पुग्यो। अब यहाँबाट हामी मेन बाटो छुन्छौँ एन्ड मेन बाटो छोएर अब सिधै घरतिर। हालत यस्तो छ गाइज हालत। अब त्यहाँबाट आउन पाएको छैन, फेरि पानी पर्यो। होइन यो पानी कति परेको ए भगवान्। सो फाइनली हामी चाहिँ अहिले पृथ्वी चोक आइपुग्यौँ। हेर्न सक्नुहुन्छ पृथ्वी चोकबाट अगाडि बढ्दैछौँ। सो अँध्यारो भइसक्यो, हामी चाहिँ भर्खरै घर पुग्यौँ। यहाँ मोबाइलको बत्ती बालेर यहाँ भ्लग बनाउनु पर्ने भएको छ। सो फाइनली गाइज हामी चाहिँ घर आइपुग्यौँ। यस्तो हालत घर आइयो आज है। अझै पनि यता बाहिरतिर पुरै पानी परिरहेको छ। सब्सक्राइब हान्नै पर्यो अनि आफ्नो साथीहरूलाई सेयर गर्नै पर्यो। ल यति भन्दै आजलाई हामी बिदा लिन्छौँ है।